अहिलेको त सबै सुगर र प्रेसरको धनी हो के अरे होइन अहिले धेरैको समस्या देखेको भनेको नेपालीकोहरूको सुगर प्रेसर कोलेस्ट्रोल थाइराइड जे पनि खाने तर है मान्छे खास गुलियोले होइन अरे नि त सुगर हुने खानेकुराले हो नि यो हामीलाई यो जुन हामीले चिनीहरू यो गुलियो मिठाईहरूको हुन्छ नि त्यसको भन्दा पनि खास हामी खानेकुरा त्यो भातहरूको हुन्छ नि धेरै जस्तो चामलको भात प्रयोग गरिन्छ नि हो त्यस्तोहरूबाट खानाकोबाट हो क्या सुगर हुने त्यो भन्छ त खानेकुरामै हुन्छ जस्तै हामीले खानाको रूपमा खाइन्छ भनेर मैले हामीले पस्ने उयो छ नि यो चाहिँ तपाईँको यस्तो मिठो ज्वरो आएको बेलामा होइन त्यसको यो छ नि उ त्यो के त्यो लहरा छ नि हो त्यसलाई चाहिँ मिठो ज्वरो उयो फुलफुले छ नि त्यो चाहिँ त्यो लहरा छुट्टियो होला त्यसको छुट्टियो मिठो ज्वरो आएर उठ्ने नसक्दा खाइदिनुपर्छ चैट हुन्छ उसको के भन्छ नाम बाटुल पाते कि के भन्छ साँच्चैको हो कि मान्छे त्यसै हट्छ भनेको साँच्चै हो कि म जडीबुटीको नि विशेषज्ञ हो नि मान्छेहरू तपाईँलाई के बाख्रे कि बाटुल पाते के भन्छ कि त्यसलाई स्पेसल हुन्छ नि यो छ नि यो खरेटो भन्छ यो पनि अङ्गेरी फेरि दुई तिन थरीको हुन्छ कि जस्तो कि यो पनि छ नि यो पनि अङ्गेरी नै हो कि फेरि यो खायो भने चाहिँ मात लाग्छ गाई बाख्राले खायो भने मर्छ मात लाग्छ त्यसको चाहिँ अब त जिब्रो कालो हुनेरी खान मिल्छ यो खायो भने मर्छ गाई बाख्राले धेरै खायो भने चिउला खायो भने मर्छ नि यो चिउलो हो चिउला होइन त छिप्पेको चिउलेको भने भर्खर आएको पात के त्यो हो अङ्गेरी तिन चार थरी के हुन्छ धेरै हुन्छ अर्को खरेटो बढार्ने खालको खरेटो अङ्गेरी पनि हुन्छ यो पनि अङ्गेरी नै हो क्या फेरि यो त खाँदैन उसको हुन्छ त्यसको फल खान मिल्छ हामीले अनि के हुन्छ भन्दा बढार्न खरेटो हुन्छ कि उनी झार सोत्तर भन्छ यो सोत्तर यो छ नि यो चाहिँ अर्चल पाते अमिलो हुन्छ कि खानु त पाते अमिलो हुन्छ यो चाहिँ अर्चल हो कि अचार खानु चाहिँ यसको अनि मान्छे मिठो भइहाल्छ नि अर्चल हो कि यसको नाम म त जङ्गलमा हिँड्नु नि बाँच्छु जस्तो लाग्छ सबै थाहा छ प्रायः हामी त यस्तोको त अचार नै पाउँछ कस्तो अमिली भन्नेहरू के पाउँछ होइन मान्छे खाइराखेको छ मिठो हुन्छ नि धेरै नलानु मान्छे खाएर मर्ला त्यो त कहाँ अब उस छिप्पिएको भइसक्यो बिग्रेको पात होइन त्यो त मसँग जङ्गलमा फलफुल पाउने जङ्गलमा हिँड्नु प्रायः सबै खाइदिन्छु मैले कस्तो स्पेसल हुन्छ अब यहाँ अरू होइन मलाई अरू भन्दा नि काफल पाउने सिजनमा चाहिँ आउनु मन लाग्यो कि बुझ्नुभयो नि म कहिले हिँड्दै थिएँ तपाईँले मसँग हिँडेको नि सबै एकचोटि गएर भिडियो हालेको धरानी श्री पुवाको त्यही त कहिले यसको दाना हुन्छ नि ठ्याक्क त्यो मरिच थाहा छ नि मरिच दाना हुन्छ अनि यो दाना पाकेपछि गुलियो अमिलो हुन्छ यस्तो मिठो हुन्छ नि यसको फल झन् मिठो हुन्छ मान्छे पातभन्दा
त्यही भएर यो चाहिँ अहिले त लगभग त्यो नाम हेर्दा चिनिन्छ देखेको मलाई कस्तो अमिलो आउँदो रहेछ कि चिनेको देखेको तर कतिपय आधीभन्दा धेरै त नाम थाहा छैन अहिले किनभने बिर्सिसक्यो नि त अहिले धेरै यता बजारतिर बस्ने भएर त्यस्तो कुरुर कहानी भनेको यस्तो जङ्गलमा चराचुरीको आवाज थाहा छ नि हेर्नु त दाउरा साउरा टाकन टुक्ने यस्तो रुख चढेर दाउरा झारेर हामी पहिला छ नि यस्तो यस्तो चाहिँ सालको रुख चिलाउनेको रुखमा होइन कटुसो रुखमा चढेर टन्न दाउरा झार्यो अनि बोकेर गयो यस्तो काफल टिप्यो खायो चिलाउनेको यस्तो दाना छ नि यो दाना यो चिलाउनेको दाना हो यो चाहिँ निकाल्यो अनि यसको चाहिँ के गर्यो नि गुच्चा खेल्ने कि हामीले गुच्चा खेल्न नि मिल्छ यसको त्यो बाहेक अरू के काम छैन खान मिलेन यो चिलाउनेले पनि खास खाना नरुचेको औषधि हुन्छ कि यसको बोक्रा हुन्छ नि यसको बोक्रा चाहिँ तपाईँलाई खाना रुचे छैन पच्या छैन भने चाहिँ होइन यो बोक्रा होइन कि यसको रुखकै बोक्रा के बुझ्नु नि रुखकै बोक्रा चाहिँ त्यस्तो किसिमको औषधि पनि हुन्छ त्यो अघि मैले देखाएको छु यो हो कि यो छ नि यो चाहिँ होइन अमिलो होइन कि बाख्रै के भन्छ यसलाई बाटी पाते अलिक गोलो हुन्छ बाख्रै भन्छ जस्तो लाग्छ ज्वरोको औषधि हो कि यो भाँटी छ नि यो भाँटी भन्छ यसलाई चाहिँ यो पनि ज्वरोको औषधि हुन्छ छ हामीले नगरेर सबै त्यस्तै बाटो होला भाइ बनाउने त्यस्तो औषधिहरू पनि होइन त्यही त हो नि त्यही नेपालमा त सबैले भन्छ नि नेपालमा चाहिँ जडीबुटीको खानी छ भन्छ नि त्यही विदेशीहरूले दबाब दिन खोजेको कारणै नेपाल त्यही त हो नि आयुर्वेदको लागि स्वर्ग होइन यो औषधि खायो भने त अब सायद घाँसालले भनेको त त्यस्तो उता गाँजाको तालमा भन्ने यस्तो हो कि तपाईँको कस्तो हुन्छ नि हेर्दाखेरि त्यो गाँजा खाने मान्छे हावा जस्तो लागे पनि हल्का तिनीहरूको चाहिँ बौद्धिक क्षमता चाहिँ अरूको भन्दा बेसी हुन्छ कि तिनीहरूको त्यसो भएर गाँजा खाने मान्छेहरूको नि प्रायः सबै ठिक पनि हुँदैन बेठिक पनि हुँदैन कि त्यसरी बुझ्नु पर्यो यो सुनखरी घाँस रहेछ सुनखरी घाँस हेर्नु त जङ्गलमा पुरा मिठो अमृतसर लाएर रहेछ है अमृतसर होला नि त उहाँहरू त हिँडेको हो नि त यो तरुलहरू गिठाहरू यसको खनेर खाँदा यस्तो मिठो हुन्छ यो त गिठा जस्तो छ तरुलको पात त ऊ त्यो चाहिँ तरुल होला सायद तरुल है खुब खनेर खाइ तपाईँ गएन खुन्न मान्छे हो तर त्यहाँ त्यो पछि तपाईँ नि थियो त्यहाँ होइन त्यो बेला म हुँदा त तपाईँ थिए जस्तो लागेको थिएन कि तपाईँ थियो अरे म एकचोटि आएको थिएँ कि म स्याङ्जा बस्दा आएको नि त तपाईँ आएको थियो त मान्छे साससँग साससँग आएको नि तपाईँ हो त अनि त्यहाँ ठाउँ पहिला खोजेर वरिपरि हेरेर लास्टमा अनि त्यही बङ्गुर खान मिल्दैन भनेको हुन्छ नि त्यहाँ अमृत गुरुङको हो त्यति बेला तपाईँ थियो ए सुरज दर्जीले लिएर गएको थियो त्यति बेला त उहाँलाई मैले चिन्दैन थिएँ राम्रोसँग सुरजलाई लिएर गएको थियो अटो सेन्टरमा म चाहिँ उता खन्न गइनँ कि झ्याउलायो मलाई सुरुमा यसो हेरेँ सासले डेन्जर खन्नु पऱ्यो खास हामी दुई भाइ खनेको होइन सबभन्दा धेरै पहिला निकालेको हामीले तर हामी आएर सुन्तला खाने रेस्ट गर्ने तरुल खाने गरियो अनि फाइनलमा कुरो त्यस्तै भयो त नि लिएर आयो म त स्याङ्जा जाँदा त खालि लिएर गएन त्यो ऊ पनि गएको थियो त मणिराज हो मणिराजको बुढाबुढी मणिराज हुन्छ नि अनि उता तल बिरौटाको बुढाबुढी के अरे नाम
उहाँ होइन सुरज बजार कहाँ गएको मान्छे होइन रामचन्द्रको बुढी पनि गएको थियो कि